काभा वुमन्स लीगमा नेपाल पुलिस क्लब तेस्रो कांस्य पदक जित्दै प्रतियोगिताको सुखद अन्त्य। नेपाल पुलिस क्लबले काभा सेटरल एसियन भलिबल एसोसिएसन वुमन्स लीगमा तेस्रो स्थान हासिल गर्दै कांस्य पदक जितेको छ। मालदिप्सको माले स्थित सोशल सेन्टर इन्डोर हलमा मंगलबार सम्पन्न तेस्रो स्थानको प्रतिस्पर्धामा पुलिसले श्रीलंकाको हिरदरा मानी क्लबलाई 3-1 सेटले पराजित गर्दै प्रतियोगिताको अन्त्य जितसँगै गरेको हो। खेलमा पहिलो सेट 25-21 ले गुमाएको पुलिस त्यस पछाडि उत्कृष्ट लयमा फर्कियो। दोस्रो सेट 25-12 ले सहजै जितेको पुलिसले तेस्रो सेट 25-16 र चौथो सेट 25-22 ले आफ्नो पक्षमा पार्दै शानदार पुनरागमन जित दर्ता गरायो। पहिलो सेटमा सामान्य त्रुटि र रिसिभिङमा देखिएको कमजोरी सुधार्दै पुलिसले त्यसपछिका सेटहरूमा आक्रामक सर्भिस, सशक्त ब्लक र प्रभावशाली स्पाइक मार्फत खेल नियन्त्रणमा लिएको थियो। प्रतियोगिताभर पुलिसले युवा र अनुभवी खेलाडीहरूको संयोजनमा सन्तुलित प्रदर्शन गरेको देखियो। लीग चरणमा प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै सेमिफाइनलसम्म पुगेको पुलिस सोमबार सम्पन्न अन्तिम 4 को खेलमा काजाकिस्तानको तुरान भलिबल क्लबसँग 3-0 को सेटले पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो। तथापि तेस्रो स्थानको खेलमा उत्कृष्ट पुनरागमन गर्दै टोलीले कांस्य पदक सुरक्षित गर्न सफल भयो। काभा वुमन्स लीगमा मध्य तथा दक्षिण एसियाका विभिन्न देशका शीर्ष क्लबहरूको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा पदक जित्नु नेपाल पुलिस क्लबका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। यस सफलताले नेपाली महिला भलिबलको स्तर उकासिनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धात्मक क्षमता बढिरहेको संकेत गरेको छ।